हेलो नमस्ते, म चाहिँ आनन्द है। धेरै दिनपछि मेरो भ्लग आएको छ। म चाहिँ अहिले काठमाडौँ बस पार्कमा छु, जुन चाहिँ गङगङमा पर्दछ हैन। त्यहाँबाट चाहिँ अब म आज चाहिँ मेरो यात्रा चाहिँ बेसी सहर भन्ने ठाउँमा जाँदैछु। यहाँबाट चाहिँ काठमाडौँ टु बेसी सहरको यात्रा गर्दैछु हैन। त्यो चाहिँ हामी जान लागेको बस चाहिँ गाडीको बस देख्न सक्नुहुन्छ, यही बस हो। यो चाहिँ यहाँ 7:30 मा यहाँबाट छुट्ने कुरो छ। अहिले चाहिँ बस पार्कको दृश्य तपाईँले देख्न सक्नुहुन्छ। यस्तो छ, यहाँनिर फुलै झिलिमिली छ, रातिको समय छ हैन। तर हेर्न चाहिँ एकदम झिलिमिली छ। नाइट भयो, राति नाइट बसहरू हो यो चाहिँ। अब पश्चिमतिर जानेहरू, पूर्वको नाइटहरू चाहिँ गइसकेको अवस्था छ भने पश्चिमको नाइटहरू हो। यिनीहरू चाहिँ पोखरा जाने, बुटवल जाने, नेपालगञ्ज जाने, भैरवा जाने, यस्तो छ। बस पार्कको दृश्य तपाईँले देख्न सक्नुहुन्छ, यस्तो छ हैन, राम्रो छ। अहिले चाहिँ हामी 7:30 मा चाहिँ यहाँबाट चाहिँ तपाईँको 7:30 मा जान्छौँ भने चाहिँ भोलि बिहान चाहिँ हामी बेसी सहर पुग्छौँ। हाम्रो चाहिँ बेसी सहरबाट पनि हाम्रो यात्रा चाहिँ अझै उतैतिर हो, मनाङतिर जाँदैछौँ हामी। तिलिचो लेकको हाम्रो घुमघाम रहेको छ भने चाहिँ मेरो साथमा चाहिँ मेरो एकजना भाइ छ, ऊ चाहिँ हेमन्त हुन्। ऊ चाहिँ यहाँनिर ऊ पनि व्यस्त छ यहाँनिर। ऊ पनि यहाँ के गर्दैछ होइन, देख्न सक्नुहुन्छ। जस हामी जाने बस चाहिँ यही हो, देख्न सक्नुहुन्छ। यसको भित्रको सिटहरू चाहिँ के कस्तो छ तपाईँलाई म देखाउँछु होइन। यस्तो छ गाडी चाहिँ, देख्न सक्नुहुन्छ। सिट चाहिँ अब सोफा सिट चाहिँ होइन, यो नर्मल सिट हो। त्यो चाहिँ राम्रै छ। हामी चाहिँ सिट चाहिँ यही 3-4 हो हाम्रो चाहिँ सिट। यही सिट पर्दछ भने हाम्रो चाहिँ जाने गाडी रहेको छ, देख्न सक्नुहुन्छ। अहिले चाहिँ म तपाईँलाई गाडी सुरु भइसकेपछि चाहिँ तपाईँलाई देखाउने छु अगाडिको दृश्यहरू। ल हेर्दै गर्नु होला, किप वाचिङ। अहिले चाहिँ म बस पार्कमै छु। अब केही बेरमा चाहिँ गाडी छुट्ने समय हुन्छ। म जाने गाडी त देख्न सक्नुहुन्छ। गुरुजीले गाडी स्टार्ट गरिसक्नु भएको छ भने म र भाइ चाहिँ बाहिरतिर उभिरहेको छ। भाइले पनि आफ्नो भिडियो रेकर्डिङ के गरिरहेको छ भने म पनि यहाँ मेरो भ्लग बनाइरहेको छु। देख्न सक्नुहुन्छ गाडी यही हो, काठमाडौँ बेसी सहर बुलेसम्म जाँदो रहेछ गाडी चाहिँ भनेर चाहिँ लेखिएको छ। अब हामी चाहिँ बेसी सहरसम्म हो, देख्न सक्नुहुन्छ। बस पार्कको दृश्य, नयाँ बस पार्क, गङगङको नयाँ बस पार्क। अहिले चाहिँ म सिटमा बसिसकेको छु। म जाने सिट, बसेर जाने सिट चाहिँ यही हो, देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी सिधा पहिला आइपुग्न लाग्यौँ। अब केही बेरमा हामी कलङ्की हुँदै ओह्रालो झर्छौँ, खालकुट हुँदै हामी तल जान्छौँ। अहिले चाहिँ रात परिसकेको अवस्था छ अनि बेलुकाको 7:45 लगभग भएको छ है। अब देख्न सक्नुहुन्छ रातिको समयमा गुरुजीले पुरा सावधानीपूर्वक गाडी चलाइराख्नु भएको छ। फाइनली अहिले म बेसी सहर आइपुगेको छु। भाइ पनि यतै बसेको छ होइन, देख्न सक्नुहुन्छ। अहिले चाहिँ करिबमा हामी बिहान 7:30 बजी आइपुग्यो। राति जाममा निकै परियो, त्यही भएर चाहिँ अब आएर चाहिँ अलि हल्का ब्रेकफास्ट गरेर चाहिँ हामी उतातिर चामेको तर्फ लाग्नेछौँ। गाडी चाहिँ यता बाहिरपट्टि छ, तपाईँ देखाउँला। यहाँ चाहिँ सानो बोलेरोमा हामी जाने तयारीमा छ, उता जानको लागि चाहिँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी हिमालय गेटवे हिमालय भन्ने होटलमा छौँ। त्यहाँबाट चाहिँ हामी केही समयमा हामी चाहिँ अगाडि बढ्नेछौँ। फाइनली खाजा खाइसकेका छौँ। अब चाहिँ हामी यही बोलेरोमा चाहिँ माथि खाङसारको यात्रा गर्नेछौँ होइन। अब जाने गाडी चाहिँ यो। अब केही बेरमा हामी यहाँबाट प्रस्थान गर्नेछौँ। अब देख्न सक्नुहुन्छ यो होटलको भ्यू यही छ। अलि ठुलो एरिया रहेछ यसको होइन, जस्तो राम्रो छ।
अब यहाँबाट हेरेर जाउँ कस्तो के कस्तो छ बाटोहरू होइन। अब तपाईँलाई म ठाउँ ठाउँको सकेसम्म भिडियोहरू देखाउनेछु। अहिले चाहिँ बिहानको लगभग हाम्रो समय 8:30 भइसकेको छ। अब 2-4 मिनटमा हामी निस्केको छौँ है। देख्न सक्नुहुन्छ यो उता जाने भ्यू कस्तो राम्रो देखिएको छ है। डाँडा काँडा हरियाली माथि त्यस्तो पाइँदैन होला, तर तल चाहिँ एकदम राम्रो छ। अहिले चाहिँ बेसीसरको 2 घन्टाको यात्रामा चाहिँ हामी यो च्याम्चे भन्ने ठाउँमा चाहिँ आइपुगेको छौँ। च्याम्चेको भ्यू पोइन्ट होटल रेस्टुरेन्ट छ यहाँ चाहिँ होइन। यहाँबाट चाहिँ तपाईँले चाहिँ मजाले हाम्रो च्याम्चे झर्ना चाहिँ देख्न सक्नुहुन्छ। यतापट्टि रहेको छ, एकदमै राम्रो देखिन्छ। फोटो एकदम खिच्नलाई पनि एकदम उपयुक्त हुन्छ। एकदम यो टुरिस्ट प्लेस भनौँ न मा पर्दछ होइन। यहाँको भ्यू चाहिँ यस्तो छ है। सानो ठाउँ छ। यो वाटरफलले गर्दाखेरि एकदम यहाँ रोमाञ्चक छ, राम्रो दृश्य छ, हेर्न सक्नुहुन्छ साइडको भ्यू। अब यहाँ चाहिँ गाडीले केही बेर रोकेको छ। अब यहाँ खानपिन गर्ने भनेको थियो हाम्रो गुरुजीले। अब एकछिन केही बेरमा हामी यहाँबाट चाहिँ फेरि माथि उकालो लाग्नेछौँ। अब चाहिँ हामी वाटरफलको झर्नाबाट चाहिँ माथि अगाडि बढ्यौँ। देख्न सक्नुहुन्छ बाटो चाहिँ पुरै कति छ अफरोड हो। त्यसको चाहिँ यहाँको दृश्य चाहिँ हेर्न सक्नुहुन्छ। सायद अब हामी 4 घन्टामा चाहिँ माथि पुग्छौँ कि भन्ने एउटा अनुमान हाम्रो। अब हेरौँ के हुन्छ, अब कति टाइम लाग्छ हुन्छ होइन। देख्न सक्नुहुन्छ मर्स्याङ ग्रिनरी तल बगिरहेको छ। हामी मर्स्याङको ती कोरिडोर भनौँ न, मर्स्याङको कोरिडोर झर्न जाँदैछौँ।
निगालो घारी भइपुगेको छौँ। निगालो घारीबाट चाहिँ खाङसान 58 किलोमिटर रहेको छ भने अहिले चाहिँ हामी चामेतिर गइरहेका छौँ। अहिले 12:45 को समयमा हामी कोटो भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँ चाहिँ कोटोमा रहेको छ चेकपोस्ट। उतापट्टि अल्टिच्युड इन्फर्मेसनको बोर्ड देखिएको छ अगाडिपट्टि होइन, देख्न सक्नुहुन्छ। यस्तो छ। अहिले चाहिँ यहाँनिर इन्ट्री हुँदै काम भइरहेछ। यता साइडको भ्यूहरू हेर्न सक्नुहुन्छ। यस्तो छ। अहिले चाहिँ 12:45 को समय भएको छ। सायद हामी 3 बजीसम्म खाङसार पुग्छौँ कि भन्ने कुरो 3 देखि 4 बजी भित्रमा। हेरौँ कति बजी पुग्छौँ। अहिले 1 बजेको समयमा चाहिँ यहाँ चामे बजारमा आइपुगेको छौँ। देख्न सक्नुहुन्छ चामे यही हो। स्वास्थ्य बिमा बोर्ड मनाङ नेपाल चामे। त्यहाँबाट देख्न सक्नुहुन्छ चामेको दृश्य। अहिले चाहिँ हामी यहाँ स्वर्गदारी भन्ने ठाउँ रहेछ। मनाङको स्वर्गदारी भन्ने ठाउँ रहेछ। अब तपाईँले देख्न सक्नुहुन्छ। अहिले चाहिँ गाडी एकछिनको लागि हामीलाई चाहिँ भिडियो सो बनाउन फोटो खिच्नलाई रोकिदिएको छ। त्यसको लागि चाहिँ अब हामी यहाँ भिडियो फोटो सुट गरिरहेको छौँ। देख्न सक्नुहुन्छ कस्तो राम्रो भ्यू छ यहाँनिर है। पिसाङमा आइपुगेको छु। अप्पर पिसाङको दृश्य देख्न सक्नुहुन्छ। अहिले चाहिँ गाडी लेख्छन् यहाँनिर मान्छे उत्रिने भएर चाहिँ हाम्रो त विदेशबाट आएको पाहुनाहरू चाहिँ यहाँ ओर्लिनु भएको हुनाले चाहिँ गाडी एकछिन रोकेको छ। त्यही भएर हामी यहाँ चाहिँ त्यो ओर्लिएको खण्डमा चाहिँ हामी पनि यसो भिडियो बनाएर चाहिँ यसो भिडियो चाहिँ कैद गरिराखेका छौँ। देख्न सक्नुहुन्छ राम्रो छ दृश्य, राम्रो छ। अहिले चाहिँ हुम्रे हामी हुम्रे इलाका प्रहरी कार्यालय अगाडि आइपुग्यौँ। अब अहिले हुम्रे आइपुग्यो है। यतिखेर चाहिँ हाम्रो समय चाहिँ रहेको छ 2:12 भएको छ। अहिले 2:20 भइरहेछ। म चाहिँ अहिले छिन्दी लेक भन्ने ठाउँमा आइपुगेको छु। हेर्न सक्नुहुन्छ छिन्दी लेकको दृश्य यस्तो राम्रो छ। साइड भ्यूहरू हेर्नु होला कस्तो राम्रो रोमाञ्चक छ। छिन्दी लेक पछाडि देख्न सक्नुहुन्छ। ब्लू
ब्लू लेक भन्दा पनि हुन्छ यसलाई, ब्लू लेक पनि भन्दो रहेछ। अहिले चाहिँ म यहाँ टन्की भन्ने ठाउँमा पुगेको छु होइन। अब चाहिँ केही बेरमा चाहिँ अब हामी खाङसार पुग्छौँ। देख्न सक्नुहुन्छ यता पनि राम्रो गाउँ छ। अहिले टन्कीको म हाइटमा छ, हावा चाहिँ चलिरहेको छ भने तपाईँ टन्कीको वरपरको दृश्य देख्न सक्नुहुन्छ। यस्तो छ रहेको छ। अब यतापट्टि चाहिँ तपाईँले तिल्चो लेक भनेर पनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ। एउटा लेखिएको छ यहाँनिर तिल्चो लेक। अनि यतापट्टि चाहिँ थोरङ्ला पास यहाँ 3650 मिटर भनेर लेखिएको छ। यता जानुपर्ने रहेछ होइन। अनि अब अहिले हामी जाने चाहिँ तपाईँको बाटो चाहिँ हिमालहरू एकदम नजिकबाट हामी अवलोकन गर्न सक्छौँ। एकदमै नजिक छ। हामी जाने चाहिँ मर्स्याङ नदी त्यता देखिएछ भने चाहिँ त्यहाँ दुईवटा नदी देखिएको छ। एउटा मर्स्याङ नदी भयो, एउटा चाहिँ सानो नदी आएर देखिएको छ। त्यो मर्स्याङ नदीबाट चाहिँ उताको डाँडाको उतापट्टि चाहिँ तपाईँको यो भन्ने छ खाङसार भन्ने ठाउँ पर्दछ। आज हामी खाङसारमा गएर बस्नेछौँ। अब खाङसार पुगिसकेपछि तल खाङसारको दृश्य देखाउनेछु। ल आजको चाहिँ गाडीको यात्रामा चाहिँ हामी खाङसार आइपुगेछौँ भाइ र म। अनि देख्न सक्नुहुन्छ अहिले चाहिँ खाङसारको हामी चाहिँ नोरबुलिङ होटल भन्नेमा बसेका छौँ। यहाँ चाहिँ एकदम राम्रो छ होटल पनि होइन, बस्न ओर्न। तपाईँ देख्न सक्नुहुन्छ स्क्रिनमा खाङसार हो यो चाहिँ। स्वास्थ्य चौकीकै नजिकमा छ नोरबुलिङ होटल। हामी चाहिँ यहाँ बस्यौँ। अब भोलि चाहिँ हाम्रो पैदल यात्रा चाहिँ सुरु हुन्छ हाम्रो भोलि चाहिँ बिहानबाट तिल्चो लेकको लागि। अब के छ मौसम, हिउँ पर्छ के हुन्छ, पानी पल्ला पल्ला जस्तो भइरहेछ। हेरौँ के हुन्छ होइन।